यिनै हुन् हिजो पाल्पामा भएको इभी गाडी दुर्घटनामा ज्यान गुमाएका गाडी चालक कमल रायमाझी, जुन लामो समयदेखि गाडी चलाउँदै आएका परिपक्व ड्राइभर थिए। हुन त दुर्घटना र जीवनको अन्त्य कहिले र कहाँ हुन्छ कुनै निश्चित छैन, तर पनि कतिपय अन्त्यहरू एकदमै दुःखदायी हुन्छन्। कमल अर्घाखाँचीको पाणेनी, खिदिम, पोखराथोक मैदान लगायतका रुटहरूमा लामो समयदेखि ड्राइभिङ गरेका असल र सरल ड्राइभर थिए। हिजो पनि उनी बुटवलदेखि छहरा मेढापको लागि गाडी लिएर छुटेका थिए। सधैँ गन्तव्यमा छिटो र समयमै पुग्ने उनी हिजो भने कहिल्यै नपुग्ने गरी बाटोमै अस्ताए। उनले चलाएको गाडी छहरा मेढापको भित्री सडक खण्ड पिपल भन्ज्याङमा बाटो छोडेर 100 मिटर तल खस्यो, जसकारण उनीसँगै अन्य 2 जना व्यक्तिहरूको पनि मृत्यु भयो। यो दुःखद घडीमा मृतकको परिवारमा सहन सक्ने शक्ति प्रदान गर भगवान भन्दै मृतक कमल र अन्य 2 जनाहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जली।